यो सामग्रीले साँच्चै नै आँखा खोलिदिन्छ। पक्कै पनि। सामान्यतया समाजमा एउटा आम बुझाइ छ नि, दाँतमा लगाइने ब्रेसेस अथवा तार भनेको केवल राम्रो देखिनका लागि हो। कस्मेटिक कुरा मात्र हो भन्ने बुझाइ छ। हो, विशेष गरी किशोरावस्थामा साथीभाइको बीचमा राम्रो देखिन वा सामाजिक सञ्जालमा तस्विर राख्दा मिलेका दाँत देखाउन मात्र यो दुःख गरिन्छ भन्ने धेरैलाई लाग्छ। ठ्याक्कै। तर आजको हाम्रो यो छलफलले त्यो पुरानो र भनौँ न सतही बुझाइलाई पूर्ण रूपमा चुनौती दिनेछ। ल यसलाई अलि केलाएर हेरौँ। आजको हाम्रो मुख्य उद्देश्य भनेको समाजमा जरा गाडेर बसेको यो केवल सौन्दर्यका लागि मात्र हो भन्ने भ्रमलाई चिर्नु हो। एकदम महत्त्वपूर्ण कुरा उठाउनुभयो। यहाँ सबैभन्दा रोचक कुरा के छ भने हामीले ब्रेसेसलाई वर्षौंदेखि एउटा सामान्य तारको रूपमा मात्रै हेर्दै आयौं। धेरैजसोले यसलाई एउटा फ्यासन वा केवल बाङ्गो दाँतलाई सिधा बनाउने एउटा कस्मेटिक टुलको रूपमा मात्र बुझे। तर अर्थोडन्टिक विज्ञानको गहिराईमा पुग्ने हो भने यसले हामीलाई ब्रेसेसको वास्तविक र वैज्ञानिक महत्त्व बुझ्न बाध्य बनाउँछ। भनेपछि यो बाहिरी आवरणको कुरा मात्र होइन। हुँदै होइन, यो त अनुहारको भित्री बनावट र विशेष गरी बाइट सुधार गर्ने एउटा अत्यन्त महत्त्वपूर्ण कडी हो। बाइट भन्ने शब्दलाई अलिकति व्याख्या गर्न जरुरी छ। त्यो बाइट भनेको खासमा के हो? बाइट भनेको हाम्रो माथिल्लो र तल्लो दाँतहरू एक आपसमा कसरी मिल्छन् वा खप्टिन्छन् भन्ने अवस्था हो।